हेलो नमस्ते। ल आज यो बेगनासतालतिर छु है। बेगनासतालतिरको घुमघाम आजलाई बेगनासताल जाम भयो त। अब ल पोखराको बेगनासतालमा छु। यता मेरो फर्स्ट टाइम हो है बेगनासताल। कस्तो छ अब तपाईहरुलाई म देखाउँदै छु, रमाइलो हुन्छ। ल पोखरादेखि को हुनुहुन्छ गाइस कमेन्ट गर्नु होला। अब चाहिँ मेरो यो बेगनासतालको घुमघाम ल सुरु भयो है त बेगनासताल। आज घाम लागेको छैन तर अति खतरा छ यार। दामी रहेछ, बोटिङ स्पट रहेछ नि त यो त। अलिकता यो घाम लागेन गाइज। ल नेसनल फ्ल्याग दामी यार। लु है गाइज पोखराको बेगनासताल यसो घुम्न आउनु पर्यो। बोटिङ गरेर दामी हेभी होला माछा त यता त यार। आमामा माछा रहेछ गाइज। लु के हो क्यामेराले माछा देखाउँछु है त गाइज तपाईहरुलाई म। ल है गाइज ल माछा हेर्नु होला गाइज। ल बेगनासतालमा देख्नु भयो नि है माछा। वाउ ठुल्ठुलो माछा त ल। माछी मारन है दाजु। लु बेगनासतालको माछा है त गाइज। ल ल बेगनासतालको माछो। ल लु गाइज ल यस्तो छ माछा रहेछ, दामी रहेछ माछा। ल बोटिङ स्पट है। त फेवातालतिर त धेरैचोटि घुमेको, यता आएकै थिएन यार। बेगनासताल त खासै एकदम सुनिराखेको तर आथेन। लु दामी रहेछ यार एकदमै है। ल बेगनासताल माछाले वेलकम गर्दो रहेछ यो गेट। लु है त बेगनास लेक पछाडि रहेछ बोर्ड त एकदमै। तर यो त यार यता पनि भित्रैसम्म रहेछ, उता पनि पसेको रहेछ क्या। दुईटा कर्नर पसेको रहेछ यार। यो साइडमा अलि माछा नरहेछ। ल यो चाहिँ बोटिङको पार्किङ लाइन रहेछ। ल है पार्किङ लाइन रहेछ। यहाँबाट चाहिँ अब यो फुटपाथ छ, टक्क फुटपाथबाट आएर चाहिँ यहाँबाट बोटिङ गरेर पुरै यो बेगनासताल घुम्नको लागि। ल गाइज है त आज आइयो बेगनासतालतिर यसो घुम्नलाई। यो पार्किङ लाइनबाट है त बोटिङ चलिरहेको छ। अब अलि सुरु भएन रहेछ। बेगनासतालमा आज रमाउँदै
लु है त गाइज बोटिङ गर्नलाई आउनु पर्यो यता ल आजै आउनु भयो नि तपाईँहरूलाई फ्री टिकट है त गाइज लु बुकिङ गर्ने भए म तर तपाईँहरू आइदिनु पर्यो त है म बसुन्जेल आउनुहोस् अनि फटाफट बोटिङ गरेर रमाइलो गर्नुपर्छ है त यो चाहिँ यो बोट यो चाहिँ अलिक स्लो हुन्छ अरे उति चाहिँ अलिक फास्ट जान्छ नि त त्यो जो छ तालेको पछाडिसम्म जानलाई रहेछ त्यो ठाउँ त अहिले यसो अलिक घाम आएपछि जानुपर्छ अहिले जाडो जाडै छ क्या बल्ल अहिले 10 बजी होला बिहानको ल यस्तो है त ल गाइज यस्तो छ है बेगनास ताल चाहिँ अघि त्यो कुनाथ साइडबाट थिएँ म अब यतातिर जाँदैछु है त घुम्नलाई अब घाम आउन सुरु भयो केटाहरूले भरि फुटबल पनि खेल्दो रहेछ ल फुटसल खेल्दैछ है टक्क लगाएर आज बिदाको दिनमा गेम सेम पनि हुँदो रहेछ यसो लु अब अगाडि पुगेर आउन पर्यो आज एकदम शीतल शीतल छ दिन यार खासै घाम आएको छैन अलिअलि त्यही भएको भएर उति गर्मी फिल भएन यता चाहिँ यो माछाको लागि होला यो है सानो ड्याम बनाएर रहेछ ल गेम सेम अब यो पुनः पार्किङ लाइन ल ठुलो रहेछ यार ताल त यहाँबाट पुरै देखिँदो रहेछ नि त ल गाइज रमाइलो हुँदैछ है त घुमघाम बेगनास तालको माछा हेर्दै हो माछा पर्छ कि पर्दैन होला अब मेरो क्यामेरामा भाग्दो रहेछ कि माछा पुरै सानो सानो माछा त छ ठुल्ठुलो माछा खासै देखिँदैन बेगनास लु अझै अगाडिसम्म पुगेर फर्किनु पर्यो आजको घुमघाम यस्तै छ बेगनास तालसम्मको लु है त गाइज बेबी फिस है त गाइज घुमघाम रमाइलो भयो आजको बेगनास ताल ल अब फर्किन लागेको गाइज है आजको घुमघाम के कस्तो भयो भिडियो के कस्तो भयो यसो फिडब्याक दिनु होला गाइज है ल तपाईँहरू पनि पोखरा आउनु भएन भने बेगनास तालतिर यसो आएर रमाइलो घुमघाम गरेर जानु होला है त ल अब नेक्स्ट भ्लगमा भेटौँ ल बाइ बाइ गाइज